हामीलाई अहिले मर्नु नबाँध्नु बनाएर एउटा मर्नु न म जस्तो केटी मान्छे भएर पो म बाँचे हो, किनकि साँच्ची नै ब्लड क्यान्सर भएर मरेको हेर्न चाहन्छु म। ठग बिर्ख विश्वकर्मा पक्राउ। बिर्खको दिदी सञ्चिता शाही भन्छन्, झुटो बोलेर ठग्यो, उसले नाटक गर्दै गयो, म उसको नाटकमा भिज्दै गएँ, उसलाई साँच्चीकै ब्लड क्यान्सर भएको हेर्न चाहन्छु भन्दै सञ्चिता शाही आइन् आफ्नै बाबासहित रुँदै मिडियामा। दर्शकबिन नमस्कार, यति बेला तपाईँ हेर्दै हुनुहुन्छ नेपाली खोज मिडिया। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि हाम्रो यस युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिन नछुटाउनुहोला। हामी दिनेछौँ तपाईँलाई यस्तै ताजा अनि नयाँ भिडियोको अपडेटहरू। दर्शकबिन पछिल्लो समयमा बिर्ख विश्वकर्मा फरार रहेको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र फैलिसकेको छ। यसै क्रममा सञ्चिता शाहीले उनलाई पक्राउ गर्नलाई मुद्दा पनि लगाइसकेकी छिन्। आफू ठगिएको र आफू मार्फत धेरैजना ठगिएका कारण बिर्खलाई पक्राउ गर्नुपर्ने भन्दै उनले उजुरी दिएकी हुन्। बिर्खको लागि आफूले पनि सहयोग उठाएकाले आफूलाई धेरैजनाले फोन म्यासेज गरेर धम्की दिइरहेको र पैसा उठाउनमा आफूलाई निकै कष्ट भइरहेकाले आफू यो अवस्थामा आउन बाध्य भएको उनले बताएकी छिन्। किनकि पछिल्लो समयमा उनलाई निकै धेरै कल म्यासेजहरू आइरहेका छन्। उनैले नै पैसा उठाएकी थिइन्। बिर्ख विश्वकर्मा बचाउ अभियान चलाएर पैसा उठाएकी थिइन्। बिर्ख विश्वकर्मा एकाएक फरार भइसकेपछि भने यति बेला सामाजिक सञ्जालमा निकै चर्चा चलिरहेको छ। यसै क्रममा उनी आफ्नो बाबासहित मिडियामा आएर आफूहरूले कुनै हालतमा पनि बिर्खलाई नछोड्ने भन्दै बताएकी छिन्। साथै आफू उसको रुन्चे बोलीमा लट्ठिएको बताएकी छिन्। उसले कहानी बताउँदै गयो, मैले पत्याउँदै गएँ, त्यसैले आज यो अवस्थामा आउन बाध्य भएको छु। म साँच्चीकै उसलाई ब्लड क्यान्सर भएको हेर्न चाहन्छु। उसले गर्दा कति ब्लड क्यान्सर रोगीहरू अहिले छटपटिरहनु परेको छ, कति बिरामीहरू उपचार नपाएर अकालमै ज्यान गुमाउनु परेको छ भन्दै उनी भावुक भएकी छिन्। दर्शकबिन तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नछुटाउनुहोला।